हेलो नमस्ते, मेरो नाम ओसी गुरुङ। आज हामी काठमाडौँ टेक्निकल स्कुलमा छौँ र हामी आज केयर गिभर ट्रेनिजहरूसँग इन्टरेक्ट गर्न गइरहेको छौँ। हेलो नमस्ते। हेलो नमस्ते। तपाईँको नाम? मेरो नाम अनुका तामाङ। अनि हजुरले अहिले यहाँ के गरिराख्नु भइरहेछ? यसलाई चाहिँ एनजी फिडिङ भनिन्छ, किनभने बेड रिडन क्लाइन्टहरूले जसले मुखबाट खान सकिँदैन भने उहाँहरूलाई यसरी नै हामीले लिक्विड फर्ममा यसरी नै दिनुपर्ने हुन्छ। यसलाई चाहिँ एनजी फिडिङ भनिन्छ। अनि हजुरको चाहिँ थ्योरी क्लास सकिसकेको हो? हजुर, यहाँ हामीले थ्योरी क्लास सकेर हामी प्र्याक्टिकल गर्दैछौँ। अनि हजुरलाई कस्तो फिल भइरहेछ त यहाँ थ्योरी र अब प्र्याक्टिकलको गर्दा एक्सपिरियन्स चाहिँ कस्तो भयो त? एकदमै राम्रो छ, फ्रेन्डली छ, टिचरहरू पनि एकदम राम्रो छ। हाम्रो अब इन्भाइरोमेन्ट एकदमै राम्रो छ, रिजनेबल पनि छ अनि सबै राम्रो छ। ए ल हुन्छ, थ्याङ्क यू। थ्याङ्क यू सो मच। थ्याङ्क यू केटिएस। हेलो नमस्ते। नमस्ते। तपाईँको नाम? मेरो नाम लक्खु शेर्पा। अनि तपाईँलाई यहाँ केटिएसमा ट्रेनिङ गर्दा कस्तो फिल भइरहेको छ? रमाइलो फिल भइरहेको छ यहाँ आएर। अनि अहिले यहाँ हजुरले चाहिँ के चिज गरिराख्नु भएको छ खासमा? थ्योरी क्लास सक्यो हाम्रो आज, अनि त्यसपछि हाम्रो आज नेबुलाइजरको प्र्याक्टिकल भइरहेछ, अनि त्यही भएर म्यामले सिकाएर जानुभयो, अब हामी आफै गर्नु लाग्यो। अनि तपाईँको थ्योरी क्लास चाहिँ कतिसम्म भयो त? हाम्रो थ्योरी क्लास 1 घन्टा अनि 2 घन्टा चाहिँ हामी यताउता प्र्याक्टिकलमै जान्छ हाम्रो चाहिँ। अनि तपाईँलाई यहाँ पढेर चाहिँ जस्तो यो पढ्दा सिक्दा चाहिँ कम्फोर्टेबल फिल छ नि हजुरलाई चाहिँ? एकदम कम्फोर्टेबल, रमाइलो। हस् ल, थ्याङ्क यू। ल हेलो नमस्ते। नमस्ते। तपाईँको नाम? मेरो नाम रोजिना राणा मगर हो। अनि अहिले हजुरहरूले के गरिराख्नु भएको छ? अहिले चाहिँ हेयर वास गरिराखेको हो। हेयर वास गरिराख्नु भएको। अनि हजुरहरूले यहाँ ट्रेनिङ गरेको चाहिँ कति भयो त? हामीले ट्रेनिङ गरेको 1 मन्थ भयो। अनि अब यसपछि चाहिँ के हुन्छ जस्तो लाग्छ त तपाईँलाई? यो पछि चाहिँ हाम्रो यो थ्योरी प्र्याक्टिकल सकिसकेपछि चाहिँ हामी ओजिटीमा जानेछौँ। ए यहाँबाट हजुरहरूलाई ओजिटीहरूको पनि फेसिलिटी दिनुभएको छ? हजुर। अनि कति आवरको गर्नुहुन्छ त ओजिटी चाहिँ? हाम्रो टोटल आवर चाहिँ 150 को हुन्छ, तर अब हामीले कसरी टाइम दिन सक्छौँ त्यो अनुसार चाहिँ हामीले गर्ने हो। हस् हुन्छ, थ्याङ्क यू। थ्याङ्क यू।